हेलो एभ्रिवान, यो चाहिँ मेरो फर्स्ट भ्लग हो। यो भिडियोमा चाहिँ म तपाईहरुलाई चाहिँ मलाई चाहिँ किन मेरो च्यानललाई चाहिँ किन फलो गर्ने भन्ने कुराहरुको बारेमा चाहिँ ताकि तपाईहरुलाई अलिकति आइडिया होस् कि म कस्तो खालको कन्टेन्ट बनाउँछु भन्ने कुराको बारेमा भनेर चाहिँ त्यही भएर मैले यो भिडियो बनाएको हो। मेरो भिडियो बनाउने उद्देश्य कुनै पैसा कमाउने अथवा कुनै फलोअर्स बढाउने त्यस्तो एक्ज्याक्टली त्यो चाहिँ हैन। एक्चुअली म चाहिँ सीए क्याप 2 को स्टुडेन्ट हो। आइक्यान हो हाम्रो बोर्ड चाहिँ। मैले चाहिँ क्याप 1 चाहिँ डिसेम्बर 2023 मा पास गरे हो। अनि त्यो डिसेम्बर 2023 मा चाहिँ मेरो र्याङ्क 7 आएको थियो। मैले चाहिँ आफ्नो क्याप 2 अथवा क्याप 1 दुईटै चाहिँ मैले गुरुकुल सीएबाट गरेको थिएँ मैले। अनि क्याप 1 पढ्दाखेरि मेरो गुरुकुलबाट राम्रै भएको थियो। म मेरो एउटा रिलेटिभसँग बस्थेँ त्यो टाइममा। अनि त्यो टाइममा मेरो पढाइ पनि राम्रै थियो। म मेन्टली त्यो टाइममा केही पनि त्यस्तो डिस्टर्ब्ड थिइनँ। मेरो र्याङ्क 7 पनि आएको थियो, 88% आएको थियो होला सायद त्यो टाइममा। त्यसपछि अलिकति पारिवारिक समस्याहरूले गर्दाखेरि मेरो हैन, म जहाँ बस्थे उहाँको समस्या अथवा केही अरू कुनै कारणले गर्दाखेरि चाहिँ म चाहिँ त्यसपछि त्यहाँ बसिनँ। अनि म होस्टेल बस्न थालेँ। त्यो हुँदाखेरि चाहिँ क्याप 2 मा चाहिँ मेरो मेन्टली म लास्टै डिस्टर्ब भइरहेको थिएँ कि। अनि त्यो टाइममा मैले आफ्नो क्लासेसहरूलाई चाहिँ कन्टिन्युअसली दिइरहन सकिरहेको थिइनँ। होस्टेल बसिरहेको थिएँ, बिहान 4-5 बजेसम्म नि बसिन्थ्यो। पुरै मेन्टली कहिले पनि घरबाट टाढा त्यसरी नबसेको हैन। एकदमै डिस्टर्बिङ एक्सपिरियन्स थियो त्यो टाइममा। अनि होस्टेलतिर इन्सिडेन्टहरू पनि त्यस्तै भइराख्ने। अनि म क्लासहरू लिन्थेँ। फेरि मेरो अलिकति एकदमै समस्या चाहिँ म बिहान उठ्न सक्दिनँ कि। चाँडो भनेपछि उठ्नु र सुत्नु नै एकदमै प्रब्लम हुन्थ्यो। त्यो प्रब्लम त ह्यान्डल गरि नै रहेको थिएँ म। मेरो मेन समस्या चाहिँ क्याप 2 मा के भयो भने चाहिँ खासमा म चाहिँ अहिले क्याप 2 म डिसेम्बर 2023 को ब्याच भनेपछि मैले जुन 2025 मा सायद मेरो फर्स्ट एटेम्प्ट थियो जस्तो लाग्छ मलाई। त्यो टाइममा मैले उनी गर्न सकिनँ कि क्लासहरू रेगुलरली एटेन्ड नै गर्न सकिनँ। म एकदमै यस्तो फ्रस्ट्रेट हुन्थेँ। म मेन्टली लास्टै नै खतम स्टेटमा पुगिसकेको थिएँ त्यो टाइममा। किनभने त्यो क्याप 1 को टाइममा सबै कुराहरू यति मेन्टली एक्युमुलेट भइरहेको रहेछ, मलाई त्यति रियलाइज भएन त्यो टाइममा। एकचोटि चाहिँ एउटा टेस्ट भएको थियो कि मलाई यादै छ, समथिङ कुनै एउटा सब्जेक्टको भएको थियो, अकाउन्टको भएको थियो। अनि त्यसपछि त्यसमा चाहिँ एउटा कुनै सब्जेक्टको बारेमा सरले चाहिँ एउटा हामीलाई चाहिँ टेस्ट दिनुभएको थियो। अनि त्यो टाइममा चाहिँ मैले एउटा लाइन चाहिँ मैले मिस गरेछु कि त्यो टाइममा। त्यो हुँदाखेरि चाहिँ के भयो भने मैले जुन गरिरहेको थिएँ त्यसको आन्सर त पुरै खतम मिलेन त्यो हुँदाखेरि चाहिँ। किन एउटा क्वेसनको जुन एउटा लाइनले गर्दाखेरि मेरो पुरै नै मिस्टेक भयो कि त्यो क्वेसन चाहिँ। मैले आफैलाई मार्क्स दिँदै जाँदाखेरि त्यहाँ लिटरली 0 वाला मैले दिएँ कि त्यो टाइममा। अनि त्यो टाइममा मलाई किनकि म मेन्टली लास्टै डिस्टर्ब्ड थिएँ। सो त्यो टाइममा मैले एउटा गल्ती के गरेँ भने मेरो प्रब्लम त्यहाँ कन्सेप्चुअल क्ल्यारिटीको थिएन कि। त्यहाँ जस्ट बिकज मैले एउटा लाइन बिर्सेँ त्यो हुँदाखेरि मेरो आन्सर मिलिरहेको थिएन। तर मेरो कन्सेप्ट चाहिँ राम्रो थियो। त्यो टाइममा सरले पनि के भन्नुभयो भने सरले चाहिँ त्यो हिसाबले मलाई भनिदिनु भएन कि हैन क्वेसन चाहिँ राम्रोसँग पढ भन्ने खालको आन्सर, मतलब उहाँले रिप्लाई त्यसरी दिनु भएन। त्यो हुँदाखेरि चाहिँ त्यो टाइममा म लास्टै एकदम चाहिँ अब चाहिँ के पनि हुँदैन होला, अब सक्यो होला, यो त यत्रो मेहनत गरिरहेको छ त्यही पनि 0 आउनु भनेको त एकदमै लास्टै नराम्रो लागेको थियो मलाई त्यो दिन के।
झन् म अलरेडी होमसिक जस्तो पनि एकदम भइरहेको थियो त्यो टाइममा। अनि त्यो टाइममा म के गर्नु कसो गर्नु के भइरहेको थियो कि मलाई त्यति बेला एकदमै एन्जाइटी जस्तो टाइपको हुने। एन्जाइटी नै त नभनौँ, होस्टेलतिर बस्दाखेरि पनि बाहिरतिर साथीहरूसँग चाहिँ एकदम खुसी भइरहन्थेँ। अनि फेरि एक दिन त अचानक कोठाभित्र जाँदाखेरि चाहिँ मलाई यस्तो फिल भयो कि एक्कासी के त्यो हुन्छ नि, यस्तो खुसी भइरहेको मान्छे एक्कासी चाहिँ झ्यापझुप सेलाएँ क्या म त्यो टाइममा। राति 10-11 बजेको थियो। अनि त्यति बेला मलाई रियलाइज भयो कि केही न केही ममा गडबड भइरहेछ। त्यो टाइममा म फेरि लास्टै कस्तो के भएको थियो मलाई त्यो टाइममा, एकदमै एक कोरो टाइपको भइराख्ने। त्यो कमल पोखरी भन्ने ठाउँ थियो मेरो होस्टेल छेउमा। अनि त्यहाँ गएर म कति टाइम बस्थेँ कि एक्लै बस्थेँ, मन्दिरहरू जान्थेँ ताकि अलिकति मेन्टली चाहिँ थोरै भए पनि ह्याप्पी हौँ भनेर। अनि त्यो गरिरहेको थिएँ, सबै कुरा गरिरहेको थिएँ। जे होस् म एक्लै नयाँ नयाँ कुरा ट्राई गर्न खोजिरहेको थिएँ ताकि अलिकति आफूलाई भुलाम्ने यो सबै कुराहरूबाट भनेर। अनि त्यो दिन चाहिँ मलाई राति रियलाइज भयो कि ममा केही गडबड छ। फेरि म बस्ने होस्टेल चाहिँ एकदमै सानो थियो क्या। त्यो भनेको होस्टेल सानो होइन, मेरो कोठा चाहिँ म चाहिँ सिङ्गल रुममा बस्थेँ। भनेको एकदम बाथरुम बरु ठुलो होला क्या हाम्रो घरको त्यो ऊभन्दा, त्यो रुमभन्दा। म त्यति सानो रुममा बस्थेँ कि। अनि त्यो टाइममा चाहिँ मेरो त्यो होस्टेलमा मिल्ने दिदीले चाहिँ मलाई त्यो टाइममा के भन्यो भने तिमी त्यो कोठामा नबस, तिमी मेरो कोठामा आएर बस, यहाँ नबस भनेर भन्नुभयो कि। अनि त्यो टाइममा मैले मेरो दाइलाई पनि फोन गरेर चाहिँ अब म घर आउँछु, मलाई एकदम मलाई खै के फिल भइरहेको छ मलाई थाहा छैन, तर एकदम यो युजुअल फिलिङ होइन, एकदमै अनयुजुअल छ भने मैले त्यो टाइममा। त्यसपछि अनि दादाले के भन्यो भने ठिक छ त्यसो भए आइज, म त्यति बेलै फ्लाइट बुक गराइदिन्छु भनेर भन्यो उसले। अनि भोलिपल्ट त्यसको राति 3 बजीसम्म बसेर चाहिँ म त्यो दिदीको कोठामा चाहिँ यत्तिकै हेरेर बसिरहेको थिएँ। अनि बिहान कति 6 बजे उठेर त्यसपछि मेरो 7 बजेको फ्लाइट थियो। अनि म बिहान 10 बजे चाहिँ त्यो टाइममा घर आइपुगिसकेको थिएँ कि त्यति फास्ट आएको थिएँ म। 1 घन्टामा प्याकिङ गरेर सबै अब म बस्दिनँ काठमाडौँ भनेर म आएको थिएँ। अनि त्यो टाइममा मलाई एकदमै टाउकोहरू एकदमै दुख्ने कि लास्टै दुख्ने। त्यो होस्टेलमा रातभरि सुत्दैन थिएँ म। बिहानसम्म एकदमै यत्रो आँखा हेरेर बसिरहेको थिएँ। त्यो हुँदाखेरि मेरो लाइफस्टाइल अलिकति एकदमै बिग्रेर यता घोपामा चाहिँ यता साइकेट्रिस्ट जस्तोसँग पनि भेट्न गएको थिएँ कि म त्यो टाइममा। अनि उसले के भन्यो भने डिप्रेसन टाइपको चिजहरू भने यो सबै लाइफस्टाइलको प्रब्लमले गर्दाखेरि हो, पहिला तिमी स्लिप साइकल राम्रो बनाऊ, खाना टाइममा खाऊ होइन, एक्सर्साइज गर, योगा गर, के गर भनेर भने। अनि त्यसपछि त्यो टाइममा मेरो फर्स्ट एटेम्प्ट भनेको जुन 2025 होला सायद, त्यो मेरो फर्स्ट एटेम्प्ट हो। त्यो टाइममा म गएर चाहिँ साइकेट्रिस्टसँग चाहिँ म कुरा गरिरहेको थिएँ। त्यो टाइममा मैले मेरो क्लासहरू पनि कति मिस भयो मेरो। त्यो टाइममा मैले फिजिकल क्लास मैले त्यो टाइममा एटेन्ड गर्न सकिनँ। अनि त्यसपछि त्यो साइकेट्रिस्टले जस्तो भने मेरो टाउकोहरू पुरै दुख्ने, यता यो पुरै दुख्ने। अनि मैले त्यही डक्टरले भनेअनुसार अनि घरको सबैले नि के भन्यो भने रेस्ट गर, एक्जाम सबैभन्दा ठुलो कुरा होइन, घरमा रेस्ट गर भनेर भन्नुभयो। त्यसपछि अनि मैले हुन्छ भनेर यतातिर अलिकति आफ्नो हेल्थको पनि केयर गरेँ। अनि बिस्तारै यतातिर पनि अलिकति रिकभर हुँदै गएँ। नत्र चाहिँ 6 महिनाको औषधि चलाउनुपर्छ भनेर भनेको थियो कि मलाई, तर त्यो चलाउनु परेन। त्यो टाइममा मङ्सिरको एक्जाम थियो। अनि त्यो टाइममा चाहिँ जुन त मङ्सिर होइन, जस्ट मङ्सिरको टाइम थियो, मैले कुनै एक्ज्याक्टली त्यो त बिर्सेँ। अनि मङ्सिरमै मेरो फर्स्ट एटेम्प्ट हुँदाखेरि चाहिँ मेरो दाइको छोरा चाहिँ जन्मिरहेको थियो। सो म हस्पिटलमा थिएँ त्यो टाइममा। भनेपछि त्यसरी गयो है। अनि त्यसपछि बिचमा के बिबिएस फर्स्ट इयर होइन सेकेन्ड इयरको एक्जाम चलिरहेको थियो होला सायद मेरो। अनि सेकेन्ड इयरको एक्जाम पनि दिन भनेर म काठमाडौँ गएको थिएँ। अनि म काठमाडौँमा लाइब्रेरी चाहिँ एकदम धेरै जान्छु कि मलाई एकदमै मनपर्छ लाइब्रेरीमा गएर पढ्न।
एकदम शान्त हुन्छ नि त। अनि सेकेन्ड इयरको एक्जाम दिन भनेर गएको थिएँ, बिचमा त्यसपछि पढाएको थियो। अनि त्यसपछि मेरो कस्टहरूको चाहिँ खासै राम्रो मेरो थिएन कि पढेको मैले, किनकि फर्स्ट एटेम्प्ट मेरो त्यसरी मैले एक्जामै दिइनँ कि। अनि त्यसपछि सेकेन्डमा के भयो भने सेकेन्डमा रे प्रिभियस सेकेन्ड इयरको एक्जाम दिँदाखेरि चाहिँ मैले के गरेँ भने मैले कसैलाई घरमा भनिनँ, मैले जस्ट एउटा एक्जाम मात्र दिएँ। फर्स्ट एक्जाम दिएँ त्यो इङ्ग्लिसको। त्यसपछि बिहान जान्थेँ घरबाट चाहिँ, फेरि रिलेटिभकै घरमा बसिरहेको थिएँ कि म। रिलेटिभलाई चाहिँ बिहान 7 बजे समथिङ कतिको एक्जाम थियो। त्यसपछि म गइनँ एक्जाम, म एक्जाम जाँदिनँ थिएँ, बिहानै जान्थेँ। अनि लाइब्रेरी जान्थेँ, अनि बेलुकासम्म बसेर फरक्क फर्किन्थेँ, एक्जाम चाहिँ राम्रो भयो भन्थेँ सबैलाई। अनि त्यो टाइममा मैले एक्जामको टाइमभरि चाहिँ मैले कस्टको सिलेबस सकाएको थिएँ। अनि त्यसरी उसमा चाहिँ मैले सेकेन्ड जुन एटेम्प्ट थियो त्यो सायद कुन टाइममा थियो, जो सेकेन्ड एटेम्प्टमा चाहिँ मैले त्यसरी ग्रुप 2लाई मात्र फोकस गरेँ मैले। त्यो टाइममा एक-एकवटा ग्रुप गर्दै गर्छु, किनभने त्यसपछि चाहिँ म घरै आएर बस्न थालेँ कि। अहिले म घर बसेको थुप्रो भइसक्यो। अनि त्यसपछि सेकेन्डवाला एटेम्प्टमा चाहिँ मैले ग्रुप 2लाई एकदमै फोकस गरेँ। होइन नि, सेकेन्डवालामा यस्तो भयो, सेकेन्डवालामा के भयो भने 4वटा एक्जाम हुन्छ होइन, उयोमा कस्ट, अर्को भने फाइनेन्स, अनि अर्को बिसी मार्केटिङ, अनि त्यसपछि ट्याक्स हो, यो 4वटा हुन्छ। अनि फाइनेन्स चाहिँ मैले त्यो टाइममा चाहिँ सेकेन्डचोटि एक्जाम दिँदाखेरि चाहिँ मैले फाइनेन्सलाई एकदम धेरै राम्रोसँग हेरेको थिएँ। कस्टको पनि राम्रै हेरेको थिएँ, बिसी मार्केटिङ, ट्याक्सको मेरो अलिक राम्रो थिएन त्यो टाइममा। अनि बिसी मार्केटिङ के अरे फाइनेन्सको फर्स्ट एक्जाम थियो है। अब मेरो जुन कन्सिस्टेन्टली पढ्ने टाइममा अथवा क्लास फिजिकली लिने टाइममा त म बिरामी भएँ कि के भयो त्यो टाइममा होइन। अनि मैले त्यसरी लिन सकिनँ। अनि त्यो टाइममा नलिएकोले गर्दाखेरि मलाई फर्स्ट त्यो जुन टाइममा म एक्जाम अपियर गरेको बेलामा चाहिँ मलाई आइडिया नै भएन कि कसरी एक्जाम दिन्छ, कसरी रिभिजन गर्ने कुराहरू। मैले त्यो क्वेसन स्पेसलहरू बनाएको थिएन। सो मलाई त्यो एक्जामको दिन चाहिँ कभरेज गर्न लास्टै गाह्रो भयो फाइनेन्सको। अनि कति त पार्ट त मैले कभरेज नगरी गइदिएँ। भरे जुन गराएको थिएन, जुन मलाई लागेको थियो लिस्ट इम्पोर्टेन्ट, त्यही क्वेसन्स आइदिएर भनिसकेपछि त्यसपछि मेरो मोरल एकदमै डाउन भयो कि। किनभने जुन एक्जामले चाहिँ मेरो एग्रिगेटै राम्रो लिएर आउँछ भनेर सोचेँ, एक्जामै त्यस्तो भइदियो कि। अनि झन् दिमाग खराब भयो मेरो। अनि कस्टमा मलाई रिस उठेर कस्ट चाहिँ राम्रो गर्छु भने कस्ट, बिसी मार्केटिङ। अब फाइनेन्समा मेरो राम्रो छैन फाइनेन्स भनेर सोचेँ मैले। अनि मलाई लाग्यो ट्याक्स पनि मलाई खै के भयो त्यो फाइनेन्सले गर्दाखेरि मलाई ट्याक्स दिनै मन लागेन खै। अब म दिइनँ एक्जाम पनि, आधी बाटो गएँ एक्जाम दिनलाई। अनि मैले दादालाई नै म दिँदिनँ भनेर म दिइनँ कि। लास्टमा थाहा छ त्यो फर्स्ट एटेम्प्ट जुन मैले दिएँ त्यसमा फाइनेन्समा 43 आएको थियो, कस्टमा समथिङ 60-70को अराउन्ड आएको थियो, होइन 60 समथिङ, जस्ट एक्जाम्सनभन्दा राम्रै मार्क्स आएको थियो कि। अनि बिसी मार्केटिङमा 71, ट्याक्सको त दिएकै थिएन भनिसकेपछि ट्याक्स नदिने बित्तिकै मेरो ग्रुप 2को कामै थिएन त्यो। तर पनि मलाई केही प्रब्लम थिएन कि, किनभने मलाई थाहा थियो मैले फाइनेन्समा मिहिनेत गरेको छु। मेरो जुन मलाई त्यो रिभिजन गर्न नआएर अथवा मैले एक्जाममा अपियर गर्न नआएर चाहिँ मलाई प्रब्लम भएको मेरो एक्जाम, नत्र म बिगारे मान्छे होइन भन्ने कुरा मलाई थाहा थियो। मलाई यो पनि थाहा छ कि यदि एकदमै मिहिनेत गरेको छ भने आइक्यानले कहिले पनि फेल गराउँदैन भन्ने कुरा पनि मलाई थाहा छ। र मैले ट्याक्समा त्यो मिहिनेत गरेको थिइनँ त्यो टाइममा। अनि मैले त्यो टाइममा त्यसपछिको जुन सेकेन्ड एटेम्प्ट भयो जुन, त्यो सेकेन्ड एटेम्प्टमा मैले त्यो टाइममा फाइनेन्सको मैले यस्तो मजाले हेरेँ। फाइनेन्सको मैले भयोभरको सबै क्वेसन स्पेसलदेखि लिएर त्यो सबै समरी यता त्यता सबै बनाएर मेरो एकदम राम्रो भएको थियो फाइनेन्स। त्यसपछि कस्टमा मैले त्यति ध्यान दिइनँ, किनभने कस्ट मेरो राम्रै थियो। कस्ट त मैले एक्जाम आउनुभन्दा 2-3 दिन अलिअलि पढायो। अनि बिसी मार्केटिङ पनि दिनमा 1 घन्टा हेर्थेँ, एकछिन हेरिरहेको थिएँ। त्यसपछि ट्याक्सको चाहिँ मैले एकदम राम्रोसँग पढाएको त्यो टाइममा। र ट्याक्समा पनि मेरो अनि त्यो टाइम, अनि त्यसपछि अकाउन्ट, अब ग्रुप 1मा पनि फोकस गर्न थालेँ। अनि त्यसपछि अकाउन्टमा चाहिँ मैले राम्रै पढाएको। अकाउन्ट मेन जुन छ अकाउन्ट, एनएफआरएस, ल र अडिट भयो होइन।
हजुर अकाउन्टमा राम्रो थियो मेरो त्यो टाइममा, तर फेरि यता ल र अडिट राम्रो थिएन कि। अडिट पनि ठिकै थियो तर ल राम्रो थिएन। अनि मैले फेरि जुन मेरो सेकेन्ड एटेम्प थियो एक्जाम दिएको, त्यसमा मैले अब त्यो एक्जामसँग त कुनै काम लागेको थिएन। अनि मैले ग्रुप 2 फाइनली त्यसरी पास गरेँ, जसमा चाहिँ फाइनेन्समा 60 समथिङ कति आएको थियो, अनि बिसी मार्केटिङमा पनि 60 के अराउन्ड समथिङ आएको थियो, ट्याक्समा पनि राम्रै मार्क्स आएको थियो, 60 के अराउन्ड आएको थियो कि कति आएको थियो। तर फेरि कस्ट चाहिँ घटेर ठ्याक्कै 40मा पास भएको म फेरि। अनि त्यस्तो भएको थियो। अनि ग्रुप 1 त्यसपछि ग्रुप 1 मात्रै थियो। मलाई के लाग्यो भने अकाउन्ट मेरो राम्रै छ। ग्रुप 1 भने चाहिँ अस्ति जुन 2026 वाला छ, अस्ति भर्खरको एक्जाम। त्यो टाइममा चाहिँ के भयो भने त्यो टाइमतिर मलाई के लाग्यो भने आखिर अकाउन्ट मेरो राम्रै छ, एनएफआरएस मैले पढि नै रहेको थिएँ, अडिट पनि मैले पढि नै रहेको हो कि, त्यस्तो नराम्रो त थिएन मेरो अडिट। मलाई लाग्यो ल त हो जाब 1 महिना, त्यो थ्योरी त्यति मन पनि लाग्दैन घोक्नलाई भनिसकेपछि एक्जाम आउन नजिकै आउँछ, अनि त्यही 1 महिना जति भयो भने मजाले पास भइहाल्छ, त्यो पढ्दिनँ भनेर मैले सोचेँ। त्यो बिचमा जुन 2026 भन्दा अगाडिको जुन जति 5-6 महिना कति टाइम थियो, त्यो टाइम पनि मैले प्रोडक्टिभली नै बिताएको कि, किनकि राम्रै कुराहरू गरिरहेको थिएँ, अफिसको कामहरू यता गरिरहेको थिएँ, अफिसको काम पनि गरिरहेको थिएँ, प्लस नयाँ नयाँ कुराहरू सिकि पनि रहेको थिएँ, प्लस केही कुराहरू पढि पनि रहेको थिएँ, फाल्टै कुराहरू। तर मैले त्यो टाइममा मैले बरु लहरू पढ्दैको भए चाहिँ बरु मलाई अस्तिको एटेम्पमा एक्जाम दिनलाई सजिलो हुन्थ्यो, तर मैले त्यो गरिनँ। मैले बिचमा अरू कुराहरू पढेँ, तर मैले त्यस्तो गलत कुरा गरेँ जस्तो मलाई चाहिँ लाग्दैन। म प्रोडक्टिभ नै हुन्थेँ त्यो टाइममा, अरू नै कुराहरू गरिराखेँ पनि अब के भन्ने ठिकै छ। अनि त्यो टाइममा त्यस्तो भयो भने लास्ट 1 महिनामा के भइदियो भने यता बिबिएस थर्ड इयरको एक्जाममा ठ्याक्कै आइदियो क्या। अनि बिबिएस 1 महिना 15 दिन जति बाँकी थियो न, के थियो होइन। अनि त्यसपछि अब बिबिएस थर्ड इयरको एक्जाम आयो भनिसकेपछि अब बिबिएस थर्ड इयरतिर चाहिँ 15-20 दिन त्यही भयो मेरो बिबिएस थर्ड इयर, किनभने मेरो सेकेन्डको पनि राम्रोसँग एक्जाम होइन, एउटा एक्जाम दिएर छोडिदिएको थिएँ। मलाई चाहिँ थर्ड चाहिँ म छोड्दिनँ, आखिर टाइम छँदैछ नि भन्ने जस्तो लाग्यो मलाई। अनि म त्यसपछि त्यो गर्न थालेँ, हुन्छ नि त भनेर। अनि यता एक्जाम दिएँ, भरे लास्टमा त्यो टाइम चाहिँ मैले यता ललाई दिएको भए यता राम्रो हुन्थ्यो कि, फेरि मैले त्यही गल्ती गरेँ यो टाइममा पनि के। अनि अब मलाई मेन समस्या चाहिँ सरले पढाएको पनि केही याद छैन कि लको, किनभने म त्यो टाइममा राम्रोसँग क्लास जान सकिनँ मैले। अडिट अकाउन्टहरूमा त बरु केही याद छ सरले पढाएको, ल मलाई केही नै याद छैन, सुनेको भरमा पनि लेख्ने गरेको पनि याद छैन कि। समस्या चाहिँ त्यो त्यहाँसम्म पुगेको थियो। अनि 1 महिना त्यसपछि मेरो एकजना कजनको बिहे भएको थियो, अनि वैशाख 7 गते अस्ति भएको थियो। अनि त्यसपछि बिचमा खोइ के भयो पढ्नै मन लाग्ने, झन् त्यो एक्जामको नजिक आइसकेपछि त्यो फियरले गर्दाखेरि चाहिँ झन् धेरै एकदम ओभर स्ट्रेस भएर मेरो एकदम टाउकोहरू दुख्न थाल्ने, झन् फेरि दुख्न थालिहाल्छ मेरो, खै के हो माने। अनि त्यसपछि डक्टरसँग पनि भिजिट गरेर औषधिहरू पनि खाइरहेको थिएँ म रेगुलर बेसिसमा, त्यो के हो माइग्रेन प्रिभेन्ट गर्ने औषधि खाऊ भनेर पनि दिनुभएको थियो मलाई। अनि कति 10-15 दिन त खाएँ, त्यो पनि त्यसपछि 1 महिना खाऊ भनेको थियो, मैले छोडिदिएँ त्यसपछि। अनि त्यो भयो। अनि त्यसपछि 1 महिनासम्म मलाई अस्ति भर्खर जुन 2026को एक्जाम आउनु लागेको थियो, त्यसमा मलाई पढ्नु मन लागेन कि, खै के भयो मतलब के भयो होइन। मेन मलाई अब सिलेबस कभरेज थिएन, मैले गरेको गल्तीहरू, सिलेबस कभरेज थिएन मेरो लको, मक टेस्टहरू दिएको थिइनँ मैले, रिटन प्र्याक्टिस थिएन, कुनै पढ्यो भने चाहिँ एकदम गहिरिएर पढ्ने, अनि त्यसपछि कभरेज नगर्ने मेरो सबैभन्दा नराम्रो बानी, प्लस एक्जाम अपियर नगर्ने बानी मेरो सबैभन्दा खतम बानी हो। कमसेकम प्र्याक्टिस गरिरहेको भयो, यो कुरा मलाई सबै थाहा छ, त्यही पनि खै किन। तर यो गल्ती अब म यो गल्ती गर्न चाहदिनँ। अस्तिको एक्जाम मैले छोडिदिएँ भने मेरो अझ ग्रुप 1 बाँकी नै छ अझै। सबैभन्दा नराम्रो चाहिँ के लाग्दो रहेछ भने
जब पेरेन्ट्सहरूले पनि अथवा जसले चाहिँ तपाईँलाई एउटा टाइममा चाहिँ वाउ यो त यति राम्रो पढ्छ, यति ब्रिलियन्ट स्टुडेन्ट थियो छ भनेर सोच्नेवाला जो मान्छे थिए होइन, मेरो आफ्नो फ्यामिली, उहाँहरूले अलिकति डाउट गर्दाखेरि आखिर सबैलाई चाहिने रिजल्ट नै रहेछ, मैले बिचमा के गरिरहेको थिएँ, मैले सायद प्रोडक्टिभ नै गरेँ पनि नगरे पनि कसैलाई केही मतलब छैन, जस्ट रिजल्ट मतलब छ भन्ने कुरा चाहिँ मलाई रियलाइज भयो। अनि अस्ति भर्खर म 22 वर्ष लागेँ, त्यस्तो 22 अलिकति केटीहरूलाई अलिकति प्रेसर त त्यस्तो प्रेसर त के दिनु, त्यही पनि अलिकति मेन्टली चाहिँ गर्दा रहेछन् भनौँ न। मलाई त्यस्तो त्यो कुराको सोच्नु पनि छैन अहिलेसम्म चाहिँ, बट अहिले अब योपालि म त्यो गल्ती गर्न चाहदिनँ। घरमा के समस्या हुँदो रहेछ भने ओभर कम्फर्ट ज्यादा धेरै कम्फर्ट भएर चाहिँ त्यो टाइम टेबल नमिल्ने, घरि के गरिरहेछ, घरि कता गइरहेछ, घरि के गरिरहेछ। फेरि मेरो घरको मान्छेहरू सबै रिल्याक्सडवाला उसमा छ, किनभने एउटा टाइम सबैले स्ट्रगल गरे हो, अहिले मेरो मात्रै स्ट्रगल गर्ने पालो छ, अरू सबै राम्रै लाइफ बाँचिरहनु भएको छ। अनि त्यो हुँदाखेरि अलिकति प्रब्लमेटिक छ मलाई कन्सिस्टेन्ट हुनको लागि चाहिँ। त्यही भएर मैले यो भिडियो बनाइरहेको छु, ताकि डेली बेसिसमा मैले तपाईँहरूलाई के अरे आफ्नो बारेमा अपडेट दिइराख्यो भने यदि कोही हुनुहुन्छ म जस्तै, जसलाई चाहिँ जो चाहिँ एक्लै पढिराख्नु भएको छ, अरूभन्दा अलग काम गरिराख्नु भएको छ, जसलाई चाहिँ आफू जस्तो मान्छे चाहिँ कोही पनि छैन जस्तो नलागोस् भनेर, र मलाई पनि सहज होस् कि म डेली बेसिसमा कसैले मेरो हेरिराख्नु भएको छ, कसैले कमेन्ट गरिराख्नु भएको छ भने चाहिँ मेरो पनि साथीहरू छन् म जस्तै भन्ने कुराहरू चाहिँ फिल होस् मलाई, कन्सिस्टेन्ट हुँ, रेगुलर बेसिसमा अपलोड गरिराखौँ भन्ने नै सोचेर चाहिँ मैले यो भिडियो बनाएको। त्यसपछि अब म रेगुलर बेसिसमा अपलोड पनि गर्छु। अब फाइनली धेरै वर्षपछि चाहिँ 2-3 वर्षपछि फाइनली म चाहिँ अब काठमाडौँ चाहिँ आफै रेन्टमा बस्ने भनेर मेरो पर्मिसन दिनुभएको छ बाबु मम्मीले। अब चाहिँ म रेन्टमै बसेर अब चाहिँ म मेरो हिसाबले पढ्न पाउने भए, मेरो हिसाबले अब म जे गर्न सक्छु होइन, लाइब्रेरी जान्छु, म अपडेट गराइराख्छु तपाईँहरूलाई मेरो जुन लाइफको अब आउने जुन अपर्च्युनिटिजहरू हुन्छ, स्ट्रगल हुन्छ, जे नयाँ हुन्छ म तपाईँहरूलाई सेयर गर्ने नै छु। लाइब्रेरी चाहिँ म पक्की जानेवाला छु, किनभने मैले ग्रुप 2 पनि मैले लाइब्रेरी गएरै पास गरेको जस्तो लाग्छ मलाई। एकदमै राम्रो ठाउँ हुन्छ, तपाईँहरू पनि जान सक्नुहुन्छ, किनभने त्यहाँ आफू जस्तै मान्छेहरू भेटिन्छ क्या, एकदमै खुसी लाग्छ त्यो टाइममा। कसैले बुझिदिने मान्छे, केही नभनिकन पनि बुझिदिने हुन्छ क्या, त्यो ठाउँमै त्यस्तै छ। त्यो छ। अब म 2-3 दिनमा मेरो दादा चाहिँ भोलि काठमाडौँ जानुहुँदैछ, अनि उहाँले त्यहाँ गएर रुमसुम खोलिदिनुहुन्छ, त्यहाँ कन्ट्याक्ट गरेर, अनि 2-3 दिन जस्तोमा सर्ट लिस्ट गरेर चाहिँ अनि त्यही अनुसारले म सिफ्ट हुन्छु। सिफ्ट नहुँदैसम्म चाहिँ म घरमै बस्दाखेरि पनि म केही न केही पढि नै रहेको हुन्छु। मेन समस्या चाहिँ के हुँदो रहेछ भने एक्जाम दिइसकिसकेपछि टाइम धेरै हुँदाखेरि चाहिँ कसैले पढ्नै नै थाहा हुँदैन कि, रुटिन बनाउन नसक्ने होइन, सिलेबस यत्रो लाग्छ, सिलेबसलाई कसरी न्यारो गर्ने भन्ने कुरै गाह्रो। अनि पढ्न त पढिन्छ तर त्यो प्रोडक्टिभ नहुने, इफेक्टिभै नहुने, पढ्न त पढ्यो अनि लास्टमा घरि अल्छी गर्दै पढ्यो, के गर्दै पढ्यो, अनि धेरै पढ्नै नसकिने। अब त्यो देखावटी पढ्नुभन्दा त साँच्चीकै पढ्नु राम्रो। अनि अब अगस्त 15 जतिमा जुनवालाहरूको रिजल्ट आउँछ, त्यति दिनसम्म चाहिँ 1 महिना 15 दिन जति इफेक्टिभली जति होला त्यो टाइममा म मेरो लको जति पनि सिलेबस छ, लको अडिटको के छ सबै म कभरेज गर्न चाहन्छु। त्यसपछि बिबिए सेकेन्ड इयरको पनि एक्जाम छ, मैले सेकेन्ड इयरको त्यो टाइममा एक्जाम दिएको थिइनँ, मैले त्यसलाई पनि अगाडि बढाउनु पर्ने हुन्छ। त्यसपछि मैले क्याप 3 को पनि बिचमा थाहा छ मैले एफआर र ट्याक्सको चाहिँ क्लास लिएको थिएँ। त्यो चाहिँ म फेरि अलिकति पछिबाट मात्रै सुरु गर्छु, किनभने मैले फेरि सेम गल्ती म गर्न चाहदिनँ। पहिला मेन फोकस 1 महिना 15 दिन जुन रिजल्ट आउनुभन्दा अगाडि नै म एक लेभलको रेडी भएर बस्न चाहन्छु। त्यसपछि जति पनि काठमाडौँमै बस्दाखेरि चाहिँ कोर्सहरू के अरे मक टेस्टहरू पनि त्यहाँ भनेर चाहिँ दिन सकिन्छ, त्यो चाहिँ राम्रो हो। अनि म त्यो मक टेस्ट दिने कुराहरू, मसँग
मैले हाइटेपीहरू पनि प्रिन्ट गराएको छु। कसरी पढ्ने के गर्ने म सबै त्योमा हजुरहरूसँग पनि सेयर गर्दै सिक्दै म फेरि पनि भेटिराख्नेछु तपाईँहरूलाई। अहिलेलाई चाहिँ बाई।